पश्चात हजुरले त्यो स्पोर्ट्सको प्यासन पुरै मारिदिइसक्नु भएको थियो त्यो लेभलसम्म आइपुग्दा। अनि गाडी चलाउन जब हजुरले स्टार्ट गर्न थाल्नुभयो त्यो पछि हजुरलाई लत पनि लाग्यो भनौँ न, ड्रङ्क कार्ड नै हुनुभयो। तर त्यहाँबाट एउटा लगभग लाइफको गोल नभएको मान्छे आफूलाई यस्तो बााउन्स ब्याक गर्नुहुन्छ हजुरले। नेपालको लागि एसियन पावर लिफ्टिङ गेममा हजुरले मेडल नै ल्याउनुहुन्छ। अनि यो मलाई पुरा हजुरको जर्नी जान्न मन लाग्यो दाजु, यो कसरी स्टार्ट भयो अनि छोटकरीमा यसलाई सुनाउनु प्लिज। छोटकरीमा त्यो सबै कुरा म समावेश गर्न सक्छु कि सक्दैन मलाई थाहा छैन, त्यही पनि म छोटोभन्दा छोटो म कोसिस गर्छु। मेरो अपब्रिङ्गिङ धेरै एकदम गाइडेन्समा हुर्केको होइन, म बुवा आमालाई गलत पनि भन्न खोजेको होइन, थियो त्यति समाज नै त्यस्तो थियो त्यति बेला। अनि जसरी तसै 10 एसएलसी गरेँ, काठमाडौँ गएँ, ब्याचलर गरेँ आरआरबाट लिटरेचरमा। अनि त्यो ब्याचलर गर्नुभन्दा पहिला चाहिँ इन्टर पास गर्ने बित्तिकै म माइनर पेसा गर्न आएँ। फिनान्सियल स्टेबिलिटी ल्याउनलाई म काम गर्न माइनर आएँ। माइनर मेरो पसल थियो, म पसल गर्थेँ। अनि म जिम गर्नुपर्छ भन्ने कन्सेप्ट थियो। जिम अलिकति त्यो ऱ्याम्बो स्याम्बो तिनीहरू हेर्थेँ, यो के भन्छ हलिउडको मुभीको त्यो हेरेर त्यो ऊ थियो। अनि म कौडल जान लागेँ, जिम गर्न लागेँ। जिममा मलाई नोटिस गर्न लाग्यो मेरो स्ट्रेन्थ राम्रो थियो। अनि त्यहाँ कोच हुन्थ्यो नेसनल लेभलको, अहिले पनि हुनु जीवन दाई, अस्ति मैले स्टेट गेममा पनि बोलाएको थिएँ, जीवन दाई हुनुहुन्थ्यो। मलाई मेरो स्ट्रेन्थ वाच गरेर उहाँले बोलाउनु भयो, वेट लिफ्टिङ खेल्छस् भने। यसरी नै म सानै थिएँ, म 22-23 वर्ष। अनि खेल्छु गुरु भने, छोड्नु पाउन है भनेर धम्कायो पनि, थर्कायो पनि, पछि छोड्नु पाउन, किनभने कोचले मेहनत गरे हुन्छ, पछि छोडिदिन्छ कि भनेर हुन्छ। अनि मैले खेल्ने त्यहाँ सिनियर प्लेयरहरू पनि थिए, अरू राष्ट्रिय गेम खेलिसकेको प्लेयरहरू थिए। अनि म पनि गएँ खेल्नलाई। खेल्दै म उनीहरूको मतलब लेभलमै छिटै आइहालेँ 6-7 महिनामै। अनि ठ्याक्कै राष्ट्रिय गेम भयो 2060-62 मलाई ठ्याक्कै याद छैन, लुबोमा भएको थियो, स्कुलमा गएर आएको थियो। लुबोमा हो, त्यति याद छ मलाई। अनि पहिलोचोटि गेम खेलेको, राष्ट्रिय गेम खेलेको मैले त्यही नै हो। अनि स्न्याचतर्फ मेरो 3rd मेडल आयो। त्यो 6-7 महिना ट्रेनिङमै 2टा विधा हुन्छ, क्लिन एन्ड जग र स्न्याचतर्फ 3rd मेडल आयो। अनि स्टेजमा मेडल हाल्दा त्यहाँ मिठु गुरु थियो नाम पनि, चिफ कोचको, मलाई याद अहिले पनि छ। स्टेजमै सोधेँ मलाई, तिमीलाई कति न्यू फेस देख्यो कि मलाई, पहिला नखेलेको, कहिले अरू प्लेयर पहिला खेलेको थियो। म 6-7 महिनामै त्यो गएको हुना, कति भयो तिमीलाई खेल्नु ला भनेपछि मैले 6-7 महिना भयो गुरु भने। ए भने त्यति कुरा गर्नुभयो। पछि चाहिँ मेरो कोचलाई भनेर उहाँले मलाई साप गेम हुन्थ्यो क्या, राष्ट्रिय खेलबाट छनौट भयो भने साप गेममा जान पाउँथ्यो। साप गेमको क्याम्पमा हालेको थियो, फेरि खेल्न पाएन है, क्याम्पमा मात्रै हालेको थियो। म सिकौँ भनेर, यसको टेक्निक सुध्रोस्। साप गेममा खेल्न पाएको चाहिँ होइन, क्याम्पमा हाल्यो भने अरू सिनियर प्लेयरसँग यसले टेक्निक सिक्छ, यसको स्ट्रेन्थ राम्रो छ, अनि कसरी हिँड्ने भनेर सिकाउनलाई मलाई साप गेममा म सेलेक्ट भएको थिएँ एज अ ट्रेनिङ गर्नलाई मात्रै। पछि घर फर्केर फिनान्सियल स्टेबिलिटी राम्रो नभएर मैले त्यो त्यागेँ। मैले छोटोमा भन्दा त्यही भन्नु पऱ्यो मैले। अनि ब्याङ्कबाट फिनान्स गरेर गाडी लिएँ, गाडी आफै ड्राइभिङ गर्थेँ। म सोच्थेँ म 5-6 वर्ष गर्छु, त्यसपछि म निस्किहाल्छु। त्यो गाडी चलाउँदै गएँ, कुलतमा पनि फस्न लागेको थिएँ। मलाई थाहा त थियो, म यति कन्सियस थिएँ कि म यो गलत चिज गरिरहेको छु। म कुलतमा छु, म मदिरापान अनि रक्सी भन्नु न, चुरोट, जे पनि त्यो माहौल नै त्यस्तो थियो। तर के सोच्थेँ भनेपछि म यो 2-4 वर्ष भने पछि छोडिहाल्छु सोचमै थिएँ। म त्यो स्पोर्ट्समा लागेको हुनाले त्यस्तो थियो। अहिले यो यस्तो माहौल त्यो गर्दा गर्दै 5-6 वर्ष मैले गरेँ। म अलिअलि स्टेबल पनि भयो फिनान्सियल्ली। अनि त मैले त्यो दलदलमा फसिसकेको छु, मैले थाहा थिएन मलाई। म सोच्थेँ म निस्किहाल्छु। त्यसपछि मैले पसल गरेँ। मैले पसल 10 वर्ष गरेँ, मलाई त्यो आदत छुटेन। मलाई जे त्यो गाडी लाइनबाट आएको थियो, मलाई मदिरा अनि स्मोकिङ सबै कुराहरू त्यो छुटेन। 10 वर्षै गरेँ मैले। 5-6 थियो, 10 थियो, 16 वर्ष म बर्बाद नै भयो। म लोनमा पनि फसेँ। गाडीमा त अलिअलि फिनान्सियल स्टेबिलिटी मिलेको थियो, पसलमा त्यो पनि मिलेन। 50-60 लाख रुपियाँ लोनमा आएँ। अनि पछि हाम्रो परिवारमा अब त्यो फ्यामिली अलग हुन्छ नि त, त्यो कुरा आउँदाखेरि म उभिनै नसक्ने, मलाई सबैले छोडिदियो भने त मसँग केही छैन जस्तो फिल हुने। अनि एक दिन खाना खाएर सुतेको थिएँ, म सास फेर्न गाह्रो भयो। उठ्दाखेरि म लडेँ, बेहोस भएँ। भाइले हस्पिटल लगेर गएँ, अञ्चल अस्पतालमा लगेँ। अनि त्यहाँबाट मलाई काठमाडौँ रिफर गर्यो। काठमाडौँमा त्यति बेला पपुलर एउटा मुटुको डक्टर ओम मूर्ति अनिल हुनुहुन्थ्यो।
अहिले पनि सायद ग्रान्डीमा काम गर्छन्। त्यति बेला पनि ग्रान्डीमा गर्थेँ अनि म उनको प्राइभेट क्लिनिकमा गएँ, चेकअप गरेँ। मलाई डिप्रेसन र प्रेसरको औषधि चलाउनु भयो उहाँले। मैले 9 महिना खाएँ, त्यहाँबाट फर्केपछि पनि म त्यो एकैचोटि त्यो औषधि चलाउँदैमा मान्छे ठिक नहुँदो रहेछ। अनि कस्तो लाग्ने भनेपछि अब बच्चा एकजना बाबु, मेरो छोरा 3 महिनाको, अर्को चाहिँ 7 वर्षको। राति उठ्यो भने 3 वर्षको त्यो 3 महिनाको बाबु देखिने। म बाँच्छु भन्ने मलाई फिलै थिएन। म अब मर्छु, मलाई सपोर्ट गर्ने अब त्यो हिस्सा बन्ड भएको थियो कि फ्यामिली अलग हुन्छ नि त। अनि म मर्छु, मेरो बच्चाहरू सम्हाल्ने कोही छैन। फ्यामिली पनि, मेरो श्रीमती पनि फिनान्सियली स्टेबल गर्ने, जब गर्ने त्यस्तो थिएन, घरैसी थियो, गृहिणी थिए। अनि त्यो कस्तो हुने भनेपछि राति 12 बजी उठ्यो भने प्रेसर बढे जस्तो हुने। अनि म बाइक लिएर अञ्चल, अरू त क्लिनिक खुला हुन्थेन, अञ्चल अस्पताल जान्थेँ, चेक गर्ने, प्रेसर नर्मल हुने। मलाई चाहिँ फिल के हुने कि मेरो प्रेसर बढेको छ, म मर्छु जस्तो लाग्ने। अनि उसले के औषध दिन्थ्यो, सायद त्यो स्लिपिङ ट्याब्लेट हो कि के हो। अनि आएर सुत्थेँ। दिउँसो पनि 1-2 पल्ट चेक गर्न जाने। आफूलाई मलाई प्रेसर बढिहाल्यो कि म मर्छु कि भन्ने फिल हुने। अनि महिना जाँदा नि बच्चाहरू लियो भने, म श्रीमतीको माइत जाँदा एउटा छोरा सानो 3 महिनाको बिचमा, अर्कोलाई अगाडि बसाएर जाँदा बाटैमा म लड्छु कि भन्ने फिल हुने मलाई। त्यो खास त्यो डिप्रेसन थियो, मैले बुझेको थिएन। डिप्रेसनको औषधि मलाई चलाएको थियो, मलाई डिप्रेसन छ भने मैले बुझेको थिएन। त्यो डिप्रेसन रहेछ मलाई। अनि बाटोमा म लडाउँछु, यिनीहरूलाई मार्छु कि भनेर म रोकिने। म 10-15 मिनट फ्रेस हुन खोज्ने। तर यथार्थमा मलाई केही हुन्थेन, मलाई त्यो डिप्रेसन रहेछ त्यो। अहिले बुझ्छु म डिप्रेसनको पनि क्लाइन्टहरू आउँछ, म क्युर गर्छु। यो स्टेज मेरो अनुभवले त के भन्छ भने सबैमा आउँछ, कुनै न कुनै ठाउँमा। तपाईँ पनि आउला, अहिले नआए पनि पछि आउला, काहीँ न काहीँ मान्छेलाई आउँछ, मलाई त्यस्तो लाग्छ है। अनि त्यसपछि मैले भने 2-3 महिना औषधि खान सुरु भयो। मैले भने म यसै पनि बाँच्दैन, उसरी पनि बाँच्दैन, मेरो लाइफ सकिया हो। अनि म 8-10 वर्ष बाँचियो, बच्चाहरू हुर्कायो भने मरे पनि ठिक हुन्थ्यो भनेर म कौडल जान लाग्यो। कौडल जाँदा अलिअलि हिँड्थेँ, अलिअलि दौडिन्थेँ। त्यति बेला कौडलमा घाँसहरू लामो लामो थियो, मलाई अहिले पनि याद छ। त्यो ट्र्याकको वरपर घाँसहरू लामो थियो कि। अनि बिहान जाडोको मौसममा मान्छे कम हुन्थे। अनि म चाहिँ त्यो डिजिटल मोबाइल थियो, खल्टीमा कहीँ म लडिहालेँ, उठ्न सकिनँ भने फोन गरेर म कसैलाई रेस्क्यु गर्न बोलाउँला भनेर दौडिन्थेँ। मलाई त्यति डर लाग्थ्यो, त्यति डर हुन्थ्यो मलाई। हिँड्दा त्यहाँ चिनजान भयो, कुराकानी भयो, मेरो अलिअलि स्टेमिना बढ्न थाल्यो। 2-3 राउन्डमा 6-7 राउन्ड पुगेँ। त्यसपछि स्पिड पनि बढ्न लाग्यो। अनि अलिअलि एथलिटलाई हेर्दाखेरि मेरो स्पिड अझ राम्रो हुन लाग्यो। त्यो गेन गर्दै गर्दै जाँदा साथीभाइले चिन्न लाग्यो, नोटिस गर्न लाग्यो। मलाई कोही नोटिस नगर्ने, नोटिस गर्न लाग्यो, यो को हो भन्न लाग्यो। कौडलमा एसपीदेखि डिएसपीदेखि लिएर पनि मान्छे आउनलाई मलाई नोटिस गर्न लाग्यो। मैले भने म हिल भएको पनि थाहा पाएन मैले। अनि त्यसपछि मैले जिम जोइन गरेँ। चौलानीको पछाडि रोयल जिम भिजन त यता छ। अनि रोयल जिम थियो, त्यसको ओनर बितिसक्यो बिचरा। उनको नाम के कुँवर हो, म बिर्सिसकेँ, के कुँवर थियो, बितिसक्यो। अहिले त कोल्याप्स भइसक्यो जिम। त्यो चौलानीको पछाडि जिम थियो, जिम जान लाग्यो। जिममा पनि मेरो फर्म राम्रो थियो, मैले नेसनल गेम खेलेको थिएँ, मेरो बेस फाउन्डेसन राम्रो थियो। डेलिभरी गर्दा फर्म राम्रो हुने, मसलहरू गेन हुन लाग्यो, मान्छेले नोटिस गर्न लाग्यो। अनि म विल पावर बढ्न लाग्यो मेरो, म सक्छु, म अब सक्छु भनेर। अनि 2-3 वर्ष जिम गर्दा मलाई लगभग चिन्नै नै लाग्यो, मान्छेहरू चिन्न थालिसकेको थियो, यसको राम्रो स्ट्रेन्थ हो भनेर। अनि पसल थियो, मेरो लोन थियो 50-60 लाख। त्यो मसँग त्यो दिने कुनै वे पनि थिएन। तर मलाई यति आत्मबल बढाइसकेको थियो यो एक्सर्साइजले, फिजिकल एक्टिभिटिजले। म अब रिक्सा चलाएर पनि आफ्नो फ्यामिली पाल्छु भनेर मलाई लागेको थियो। अनि त्यो लगत्तै मलाई अफर आयो। एकजना फिमेल हुनुहुन्थ्यो, म्याजिक ह्यान्ड्स, उहाँले जिम ओपनिङ गर्नुलाई थियो, मलाई ट्रेनरको अफर आयो। म अफर आउने बित्तिकै गइहालेँ। मेरो केटालाई सिकाइदिनु, उसले चाहिँ 2-3 महिना सिकाइदिनु, पछि गर्नु परेन हजुरले, सिकाइदिनु भनेपछि त्यहाँ जाँदा 2-3 महिना उसलाई सिकाउँदा मलाई त्यसको एडिक्सनै भइहाल्यो। अनि पसल बेचेँ। अनि अनरले पनि दाइ तपाईँले जस्तो पनि गरिदिनु पऱ्यो भने मैले 5 वर्ष एज अ ट्रेनर काम गरेँ। त्यसपछि त्यहाँबाट छोडेर आफ्नो अलिकति लगन लगाएर अनि आफ्नै जिम खोलेको छु। अब यसमा सपोर्ट त अब धेरै मान्छेको छ, अहिले नाम लिन मिल्दैन, कसको फिनान्सियल हेल्प छ यहाँ। अनि यसरी पुगेको। अनि त्यसपछि गेम खेलियो, अनेक कुरा थियो।